मिठो मुड चटपटी फूड भन्दै लागे म आज गिलो गिलो चटपटी बनाउनु। हेलो एभ्रिवान, इट्स मी प्राइवेस भोरा। मेरो दिदी मिलेर बनाउन लाग्यौँ गिलो गिलो चटपटे। दिदीले फर्स्टमा प्याज काट्नु भयो र त्यसपछि दिदीले पानी तताउनु भयो आगो बालेर। अनि हामी चाहिँ त्यहाँ गिलो गिलो बनाउन थाल्यौँ। अनि त्यसपछि दिदीले चाहिँ यहाँ गर्नुभयो, खोल्नुभयो। त्यसपछि म यहाँ फल्टुस बसिरहेको थिएँ। अनि त्यसपछि हाम्रो चाहिँ यहाँ चटपटी रेडी भइसकेको छ आधा। अनि यहाँ दिदीले टमाटर काटेर हाल्नुभयो। त्यसपछि बारीको प्योर धनिया हाल्नुभएछ दिदीले। अनि त्यसपछि निम्बुलाई त छोड्ने भएन, अनि हामीले निम्बु पनि हालिहाल्यौँ। त्यसपछि हाम्रो चाहिँ निम्बु निचोडेर हाल्यौँ। अनि हामी चाहिँ पुरा मसला ससला हाल्यौँ। अनि मामु चाहिँ यहाँ पुरा तरकारी बनाउनु भएको थियो त्यस्तो मौसममा। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो चटपटे बनेर रेडी भइसक्यो। यस्तो भइसकेको छ हाम्रो चटपटे। अनि त्यसपछि हामी चाहिँ गम खान लाग्यो चटपटे। हेर्न सक्नुहुन्छ गाइज। अनि हामी गम खाइ एन्ड थ्याङ्क्स फर